सो हे गाइज मैले होइन यस्तो भयो कि मैले हिजो भिडियो बनाएको थिएँ अनि भिडियो बनाएपछि अनि फेरि हाल्नै बिर्सेछु कि मैले हाल्नै बिर्सेँ त्यसलाई एडिट गराउने बिर्सेछु पुरै भिडियो बनाएन कि थोरै क्लिप्स मात्रै बनाएँ कि होइन कमेडी पार्ट टाइपको हल्का क्लिप्स बनाएँ ऊ आउनु भएको थियो उसको मोटे साथीको मम्मी आउनुभएको थियो अनि त्यहीमा हल्का ऊ भयो क्या कुराकानी अनि त्यही भएर बनाउँदै थिएँ भिडियोहरू होइन फेरि भएन क्या पछि छोडेको क्या आज चाहिँ हामी अनि आज चाहिँ बिहान भएको छैन अनि मैले नास्ता खाएर बसिसकेको छु नास्ता खाएर बसिसकेको छु अनि अब चाहिँ हामीले बोक्नुपर्ने हुन्छ सामानहरू मलाई गाडी गरेको गरेपछि गर्न त्यत्रो लाग्ने जस्तो अहिले त्यत्रो लाग्ने जस्तो अहिले त्यसै अझै हाल अझै हाल्न म जे काम गर्छु पर्फेक्ट गर्छु नि त होइन अझै हाल उहाँ बिल्ली आएर बसेछ तेरो साथी गल्ती राम्रै काम गर्नु नि के अब कच्चा गरेर छिटो गऱ्यो नि यो घाममा कसले सक्छ अनि त अब चाहिँ म जानुपर्ने हुन्छ त्यसमा त्यसैले म लगाउँछु मैले हिजो भिडियो गर्ने बिर्सिदिरहेको थिएँ कस्तो भयो हामी चाहिँ त्यहाँ लगभग 2-3 भारी होला माथि खेतमा लगाएर फाल्नु खेतमा लगाएर फालिन्छ टक्क लगाएर एक राउन्ड लगाएर मलाई फाल्ने हो बिहान म भर्खर उठेको क्या प्यारले उठ्नु अब छतमा सुतिरहेको थिएँ घाम लागिरहेको थियो पुरै मस्त त्यही त म सुतिरहेको थिएँ यस्तो निद लाग्यो नि आज त अब म सकिसकेको छु अब जानुपर्ने हुन्छ होइन अनि ट्याक्क लगाएर अहिले हेरौँ हेर्दै गरौँ के हुन्छ लेट्स सी मैले अहिलेसम्म ऱ्याप सुन्दैन यसले हेर न एउटा ऱ्याप आइदिएन ऱ्याप गाउँछ कि यत्रो गएर ऱ्याप खोज्नु गाउनु खोज्छ यार कस्तो मान्छे छ छेप्पलाएर म चाहिँ टक्क भाइ पुगेको ट्याक्क लगाएर भाइ पनि कति ठुलो होला अहिले देखाउँछु मै अघि बनाएको भाइलाई फेरि निकाल्यो त्यसलाई नभयो फेरि त्यसलाई फुकाएर फेरि बानेको A few moments later. सो हामीले चाहिँ भाइ ल्याएर नि फालिसकेको छौँ होइन के बस्छ टाउकोमा हाम्रो मकै पानी परेर मकै नै यस्तो भयो मुहीसँग लगाएको 5वटा 6वटामै तीनटा एउटा यो ठुलो त हो तीनटा ल ठिक छ मेहनत गर्नुपर्छ मेहनत गरेको फल मिठो हुन्छ
लेप्ला फुपूले लाउनु भएन र मकै लाउनु भयो खोइ त कहाँ खा कहाँ यहाँ फुपू खेत यहाँ र ए ठुलो फुपूले लाउनु भएन लेट्स गो ओके सम्झना हाम्रो तिम्रो भाइ मकै खायो भने नि कति ठुल्ठुलो भयो हाम्रो मकै सानो खायो मेरो भाइ छ भुगा हाल्न ल हाम्रो मकै हाम्रो मकैले भुगा हाल्नु लाग्यो ल ठिक छ कस्तो घाम छ यार Hours later. मैले चाहिँ त ऊ बोक्न लाग्थेँ होइन अनि बोक्दा बोक्दाखेरि यहाँ मान्छे मरेछन् अनि मान्छे मर्दाखेरि ड्याड कहाँ जानुभयो अनि ड्याडले फोन गरेर मलाई मिजा भन्नुभयो मलाई के यस्तै टोइले बोक्नु नटर भने छोड्दै नटर भने साझा ठिकै छ नि त अब मलाई मिलाउनु पर्ने हुन्छ अब कस्तो हुन्छ हेर कहाँको मलाई हो र कहाँको हो र मलाई मिलाउनु खालको खै पनि आई डोन्ट नो मैले चिन्दैन त्यो पनि गाउँ छिमेकमा थारूको गाउँको हो नि सायद म जान्छु यसो और अभी तो रुको क्लाइमैक्स अभी बाकी है सबै लाइक फलो सार्दिनु न तपाईँले जान्नु होइन शङ्ख बजाउनु न बजाउनु न मान्छे मरेर अरू कमेडी गर्छन् ल मलाई चुप्पा के चुप्पा दालाई चिलमा बधाई छ कतिजनाले हेर्छन् हो बधाई छ मलाई त्यसो धन लिली हुन्छ क्या लिली गुन्नुले पनि हेर्छ लिली गुन्नु मैले फर्स्ट टाइम चिनेको नि त्यसलाई 2 hours later. लिमिटमा गर्नु नि गर्ने खाले झन् त्यो राति हुन्छ नि राति के त्यो एउटा कोले आगो लगाइदिएको थियो त त्यो पनि सुनिरहेको थिएँ मैले ल के भन तिमी के भन्ने यार म यस्तै छु बेरोजगार भइयो यार बेरोजगार भयो गर्लफ्रेन्ड हाल्छ के ह गर्लफ्रेन्ड छैनन् और अभी तो रुको क्लाइमैक्स अभी बाकी है हुने कुरा गरेन यार तर अरूको नजरमा चाहिँ छ जस्तो लाग्छ तर मेरो नजरमा हुँदै छैनन् अरे बोका नम्बर 1 हुने नि बोका नम्बर 2 बोका नम्बर 3 अहिले निस्क्यो नयाँ जेनेरेसनमा बोका नम्बर 1 बोका त बोकै हो नि त हामी ठिक छ नि त अब हजुरले पनि इच्छा पुरा गरिदिउँ म भिडियोमा देखिन्छु हामी कता जानु हाम्रो हामी यहाँ एउटा कुन मान्छे मरेको चाहिँ म त फर्स्ट टाइम जानु लाग्यो म त गएको फर्स्ट टाइम अहिलेसम्म गएको छैन ठिक छ जान्छौँ हामी पहाडी आउँला बुलेर ट्र्याक्टर रे के हो यस्तो हेन्सम भयो नि हेर न के हो तेरो गर्लफ्रेन्डको हाल खबर सिलामहर के छ सिंगल के छ के हाल खबर सिलामहर अस्ति त काठमाडौँ केटी पटाएको भिडियो सेयर क्या तिमीलाई माया गर्छु तिमीमा परान बसेको छ लाइन
त्यही सेयर गरेका कि यसले त ओ अरे हाय छैन नदेश नगर के बे गर बे हैन ओए बे गर बे हैन बे गरेछ मैले बे ल मैले बे गरेँ भाइले बे गर्छ मैले बे गर्ने भयो अब भाइले बे गरेपछि अब भाइको बुढी घरतिर होला नि सुकेटीहरू होइन यसो पटाम्ला अनि बे हानिदिउँला दुई भाइले त्यसै लगाइदिनु यार बुढी त बिरामी भएको कति चाहिँ बिरामी भएको ओइ आइज अब बे गरेपछि त अब हो त तँमा बस्नु पर्यो अन्त पहिला केतिर हलचल भैँसी हेरेर नि कतिवटा भैँसी हेरेर 10वटा भैँसी पालेर बसेको छ यो मान्छे हाम्रो घरमा एउटा छैन नि यार एउटा सापाटी दिउ न बच्चा पाएपछि दिउँला होला चलो साहब है इधर 6 पे देखा था जो नहीं लगा बटे रुको जरा सबर करो आराम से लेने क्यों रे यो लाल चन्दन लाल चन्दन स्मगलिङ गरेको तिमीलाई म हम लाल चन्दन या जस्तै खोला खोलाबाट नि हाले हम हैन काटे हुन्छ होला खै कहाँ देखि हड्डी खै गाई झन् है हामी यहाँ तलिया जानलाम यहाँ मान्छे गाएको छामा एउटा हड्डी छ अरे सबै चिज छ अरे मुनदेखि माथिसम्म त्यही हेर्नु जानलाम कस्तो हुने रहेछ रियलिटीमा तर कहिले गाडे के हो त पहिला पहिला थिएन है यार यस्तो यार खोलापारीकोले वारिदिन्छन् के यतापट्टि खोला कटाउँछन् अरे ए त्यस्तो हो भूत लाग्ला नि एउटा यहाँ छ जानकारी अर्को वहाँ छ अर्को यहाँ अनि गाडा अरे फेरि ढुङ्गा नि पुर्यायो त यार ढुङ्गाले पुर्यो होला नि हैन खोइ त कहाँ त हड्डी ढुङ्गाले देखियो होला नि ढुङ्गाले किस्नेको बाजे के ढुङ्गाले पुर्छ नि हिँड्न त गनाइहाल्छ हामी पनि यस्तो जाने है साथी एक दिन गइन्छ अब के भन्ने चिया सेवन होराले भन्छ त नि हामी पनि जाने है साथी एक दिन जाने भएर मरलाई जन्मे है साथी भन्छ नि पहिला त कहाँ थियो बड्डा यो त यार होइन यो ढिक त कहाँ थियो न अनि यो ढिक उपारि थियो क्या जङ्गल त पुरै एकैचोटि 4वटा मान्छे मर्छ क्या यार एकैचोटि यस्तै घडी फटाल लाग्छ होला नि मान्छे मरिन्छ भूत लाग्छ थाहा नै भूत लाग्ला है अस्तिमा कहिले फुराले हौ बुढाना पहिला म जमाना फुराले कस्तो भयो थियो मलाई एकैचोटिमा खडा हुन्छ त्यस्तो बुढाले भने बच्चा चाहिँ डर नदिउने यार यता आएँ म देखाइदिन्छु प्रकाश अनि बे गरेर कस्तो फिल हुन्छ भन्नु न हामीलाई पनि सिकाउनु यार हामी पनि गाई बिहा नगर्नु बिहा गर्ने भन् बिहा नगर्ने राँडो बस्ने छाँडो खाने क्या दिया भाई इसने तो के गर्नु पर्यो रे तिम्रो त भाग लाउनु पर्यो त्यही त यार केटा पर्सि गड्डा गाड जानी भयो नि केटा अनि के त पैसा अलिकति उठिहाल्छ कि
तिमी सबभन्दा धेरै तिमीलाई भयो ल कहाँ हो खै कहाँ सन्देशले अस्ति घर लगाएर राखेछ रे खै यार बाजेले हावा गफ हाने हुन् कि बटा हुँ रहेछ त्यही ठाउँमा हो क्या हो गन्तव्य फरक भए पनि एकै ठाउँमा जाने कस्तो मैले भन्नु नै जानेको क्या यार सिकाइदिएन यार अब त त्यस्तो अलि माहिर मान्छे